साथीहरू आज मैले चाहिँ रेडमी 13C को यहाँनिर लक लगाएको छ। यो एफआरपी अथवा गुगल आइडीलाई चाहिँ हटाउन गइरहेको छु। पहिला अफ गर्ने, पावर अफ गरिसके पछाडि यसरी अफ गरियो। अब त्यस पछाडि यहाँ सेटअप गर्नुपर्छ फाइल। अब यहाँनिर रेडमी 13C खोज्नु पर्यो। फाइल खोजेर अब आइपुग्यो। अब यसलाई कस्टम डिएमाबाट चाहिँ खोज्ने मिलाउनु पर्छ। फाइल खोज्नु पर्यो, 13C को हाल्नु पर्छ नि त। यो चाहिँ ठिक हुन्छ। अब एफआरपी रिमुभमा क्लिक गर्ने। अब रेडी हुँदैछ फाइल। त्यस पछाडि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि मोबाइलको चाहिँ भोल्युम माइनस र प्लस थिचिराख्ने, अनि कम्प्युटरसँग लिङ्क भएको डाटा केबल हाल्ने। यसरी फाइल एकैछिनमा साटै लिन्छ। अलिकति अन हुन समय लाग्छ। तपाईहरुले यसरी हेर्दै गर्नुहोला। खुलो। अब यो फाइल त्यो मोबाइल अब सेटअप गर्दै जाने हो, सकिहाल्छन्। अब सेटअप गर्दै जाऊ। अब ल्याङ्ग्वेजमा चाहिँ इङ्ग्लिस, युनाइटेड स्टेट जान्नुपर्छ। नेक्स्ट गर्यो। माथि नेपालमा टिक लागेको छ, नेक्स्ट गर्दै जाने। नेक्स्ट 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 गर्दै जाने। नेक्स्ट स्किप गर्नु पर्यो यहाँ। अब स्किप, नेक्स्ट स्किप। अब यहाँ पनि नेक्स्ट नेक्स्ट नै गर्नु पर्यो, स्किप। अब सेटअपको लागि यहाँनिर नेक्स्ट एरो चिन्ह आउँछ, त्यसमा थिचेपछि कम्प्लिट हुन्छ। यो एकछिन समय लाग्छ। यहाँनिर घटिसक्यो। यहाँनिर नेक्स्ट गर्ने। माथि ताला हटिसक्यो। अब यसरी भयो। धन्यवाद।